सावडा मिलाउनु पर्यो है। क्वेसन नम्बर 5 यस प्रकार छ, तपाईँको समय सुरु भएको छ। जर्मन तानाशाह हिटलरको जन्म कुन देशमा भएको थियो? अस्ट्रिया। क्षेत्रफलको हिसाबले दोस्रो ठुलो देश कुन हो? क्यानाडा। बागमती प्रदेश सभामा चितवनबाट कतिजना सांसद प्रत्यक्ष निर्वाचित छन्? 5। आइसिसी अन्डर 19 विश्वकप 2024 मा छनौट हुने पहिलो एसियाली देश कुन हो? फेरि भन्नु त। आइसिसी अन्डर 19 वर्ल्ड कप 2024 मा छनौट हुने पहिलो एसियाली देश? नेपाल। र हिन्दू धर्ममा काग र कुकुरलाई विष्णुका दूतका रूपमा पुजिन्छ, सही कि गलत? गलत। यहाँको जवाफतर्फ म जान्छु। जर्मन तानाशाह हिटलरको जन्म अस्ट्रियामा भएको थियो, सही जवाफ दिनुभएको छ। क्षेत्रफलको हिसाबले दोस्रो ठुलो देश क्यानाडा, सही जवाफ दिनुभएको छ। बागमती प्रदेश सभामा चितवनबाट जम्मा 6 जना सांसद प्रत्यक्ष निर्वाचित छन्, यहाँले पास गर्नुभयो। आइसिसी अन्डर 19 वर्ल्ड कप 2024 मा छनौट हुने पहिलो एसियाली देश नेपाल नै हो, सही जवाफ दिनुभएको छ। हिन्दू धर्ममा काग र कुकुरलाई विष्णुका दूतका रूपमा पुजिन्छ, सही कि गलत भन्नेमा यहाँले गलत भन्नुभयो। जवाफ सही भएको छ। र